नमस्कार। यो चाहिँ नि हामी 2081 12 18 गते यो लेमन टी गार्डनको चाहिँ नि किचन। अब हामी यहाँ पनि होटल नै स्टार्ट गर्छौं। सबै लोकल माछा घोंगी परेवा हाँस गाउँको चाहिँ नि यो पैसा चाहिँ नि यो टर्नओभर होस्, उनीहरूले पालेको हाँस कुखुराहरू यहाँ खपत हुने अनि उनीहरूको जस्तो। अनि यहाँ चाहिँ हामीले पुरै यो तरकारीहरू लगाउँछौँ। यो प्याज लगायौँ, यसपालि 1 कट्ठा 1.5 कट्ठा जति प्याज लगायौँ। बन्दा टिप्दैछौँ। बन्दा टिपिसकेपछि अब फेरि बोडी लगाउँदैछौँ। अनि त्यसपछि यता खोर्सानीहरू अरू बिउ खसालिसकेका छौँ। खोर्सानीको बिउ खसालेर थुप्रो छ। यो सबै डिलमा चाहिँ खोर्सानी लगाउँदैछौँ। अनि उहाँहरू चाहिँ आवर सिस्टममा। अनि कागतीको लेमन टी, यही कागती टिपेर यहाँ चिया खोलाउने। यहाँ सबै कुर्सी टेबलहरू लाग्छ। बिस्तारै जुटाइरहेछौँ। कुर्सी टेबलहरू लगाइसकेपछि यहाँ चाहिँ आएर चिया खाने अनि आफ्नै हातले चाहिँ अर्ग्यानिक तरकारी टिपेर तौलले पैसा दिने लैजाने भन्ने हिसाबमा चाहिँ नि। अनि यो हामीले अघि त्यहाँ देखायौँ त्यो लिची बगैँचामा चाहिँ हामी बेसार लगाउँदैछौँ। यसपालि बेसार 30-40 किलो छ। पटक हामीले चाहिँ नि टिपिरहेछौँ। बेसार उखालिरहेछौँ, पिस्दै आफूलाई पनि प्रयोग गरिरहेछौँ। अनि यता लसुन लगाएको थियौँ। यता खास मेरो पार्किङ, अहिले पार्किङ त्यति भिड हुँदैन, त्यस कारणले अहिले हामीले तरकारी पनि लगाइरहेछौँ। यो लसुन, यो घिउसेमी अरू निकालिसकेको छौँ। अनि यता आँप, मसला, एभोकाडो पनि छ। अब यसलाई सबै गरेर एकचोटि फेरि जोतेर चाहिँ यसमा फर्सीको मुन्टा चाहिँ हामी लगाउँछौँ। यता पनि प्याज, त्यो बाटो। अनि यहाँ हामीले अघि अस्ति भन्थ्यौँ यहाँ पोल गाडेर यो पुरै चाहिँ पोलमाथि त्यो टच गरिदिन्छौँ। अनि यहाँ जाली बिछाएर चाहिँ यसमा सबै लौका, घिरम्ला, करैला, चिचिडा जे हुन्छ सब तरकारी चाहिँ यहाँदेखि योसम्म करिब 25 फिटको छ। बिचमा अलिकति आर्क बनाएर यहाँ पनि गर्छौँ। यहाँ पनि पुरै तरकारी हुन्छ। यो 3 तलले भनेर भन्थे। यो मेरो चाहिँ नि सहयोगी ट्र्याक्टर। यता फेरि हामीले बोडी लगाइसकेका छौँ, पानी हालिसकेका छौँ। यो पाइप यहाँबाट फेरि बिछाएर यो टोयलेटसम्म जान्छ। अनि इरिगेसनको लागि मेरो स्प्रिङ्कल इरिगेसन छ। 2 ठाउँमा स्प्रिङ्कल इरिगेसन लगाइदिन्छौँ। बाँकी यसमा सब तरकारी मात्र लाग्छ। 12 महिना तरकारी लगाएर यो लेमन चिया खाना आउने बेलामा उनीहरूले नै टिप्ने तरकारी, चिया खाने अनि जाने। त्यो हिसाबमा चाहिँ नि टार्गेट राखेर हामीले यो हाम्रो यता लेमन टी गार्डनको चाहिँ नि, अघि त्यहाँ लिची गार्डनको थियो, अब लेमन टी गार्डनको चाहिँ नि यहाँहरूलाई मैले योजना सहित सुनाएँ। हस्, धन्यवाद, नमस्कार। उहाँ सहयोगी हातहरूलाई सबैलाई चाहिँ नि धन्यवाद।